हेलो गाइज वेलकम तपाईँहरूलाई मेरो अर्को नयाँ मिनी ब्लग डे 2 मा तपाईँहरूलाई स्वागत छ। म चाहिँ बिहान उठेर फ्रेस भएर आमाको लागि चिया बनाउँदैछु। चिया चाहिँ अघि नै बनाइसकेको थिएँ अनि तातिरहेको थियो अनि चाहिँ चिया हालेको चाहिँ मात्रै भिडियो भयो। अनि चिया बनाइसकिसकेपछि चाहिँ म आमालाई दिन्छु। चिया चाहिँ किन एउटा मात्रै भन्नुहुन्छ भने म चिया खाँदिनँ, त्यही भएर आमाको लागि मात्रै चिया हो। अनि आमालाई चाहिँ म चिया दिन्छु। अनि आमा चाहिँ के गर्नुहुन्छ भने आमा चाहिँ गुड भन्नुहुन्थ्यो क्या, बुनीलाई छिट्टै उठेको नि त बुनी। अनि बुनीलाई छिट्टै उठेको कि अनि गुड यसरी छिट्टै उठ्नुपर्छ भन्नुहुन्थ्यो। अनि मैले बुनी गुड मर्निङ भनिहालेको। अनि म चाहिँ यहाँ तातो पानी र नुन हालेर तातो पानी नुन अनि अमिलो हालेको थिएँ, अगाडि नै हालिसकेको थिएँ। अमिलो चाहिँ तातो पानी र नुन हाल्दैछु। अब मलाई त आउँदैन नि त भिडियो भोइस ओभरहरू गर्न पनि आउँदैन, भिडियो बनाउनु पनि आउँदैन नि त, भर्खर सिक्दैछु। त्यही भएर अगाडि अलिकति बनाउँदै आधी पार्दै भिडियो भइरहेको। अब चाहिँ राम्रो फर्स्ट हो नि त, त्यही भएर राम्रो बनाएर अनि सिक्दै गएपछि चाहिँ राम्रो आउँछ। अहिले चाहिँ जस्तो पाएँ त्यस्तै। अनि म चाहिँ पानी उम्लिसकेको थियो अनि अब चाउचाउ हाल्न आँटेको। अनि अब दिउँसो भोक लाग्छ नि त, ड्युटी गएर दिउँसो खाजा खानलाई भोक लाग्छ। बिहान ड्युटी गएको हुन्थ्यो, मेरो चाहिँ 8 बजीदेखिको ड्युटी छ। अनि बिहान उठेर खानासाना पकाउने, खाजा बनाउने अनि 5:30 मा ड्युटी जानुपर्छ। ड्युटी जाँदा ओर्दा अनि 8 बजी त पुग्नु पऱ्यो, काम स्टार्ट हुन्छ। त्यही भएर बिहान छिटै उठ्नुपर्छ। अब खानासाना पकाउनुलाई चाहिँ छिटै उठ्नु पऱ्यो नि त, त्यही भएर छिटो उठ्नुपर्छ। अनि चाहिँ बुझ्ने बत्ती खोलिदिउँ नि त अँध्यारो भयो भनेर अनि डान्स गर्दैछु। अब खाना खानुको लागि रेडी भएर मैले खाजा प्याक गरेर टिफिनमा हालेँ। अनि अब ड्युटी जानुको लागि रेडी हुन्छु म। अनि खाना खाएको थिएन नि त, अनि खाना खान्छु भन्दैछु म। अनि खाना पनि एकदम तातो हुन्छ नि त, अनि तातो थियो। अनि आमाले सक्नुभएको थियो क्या। अनि त्यहाँ चाहिँ दाल भात दही सबै ठाउँ हाल्नुभएको थियो क्या। फुटबलको बिहान मैले गर्नु थियो क्या। असल साउन्डमा घरि छोडेर पानी पर्छ, घरि घाम लाग्छ। टिलिक्क जानुभन्दा अलिकति अगाडि पानी परिरहेको थियो, फेरि घाम लागिरहेछ क्या। अनि अब चाहिँ हतार खाना खाँदैछु। तातो थियो नि त, भर्खर पाकेको थियो। अनि भात हाल्दिनँ तातो हुँदैछ क्या। अनि मुही हाल्न मुही भन्दै गिलासमा हालेर चाहिँ मुही चाहिँ खाने होइन, भातमा चाहिँ नहालेँ। म चाहिँ मुही पिउँछु र भनेर मुही पिउँदैछु क्या। अनि मुही पिइसकेपछि चाहिँ अनि भात खानु भयो पनि भन्दैछ। बिहानै दुख्दैन पनि नि त, बिहानै भात पनि दुख्दैन भएर पनि भारी कतिवटा भारी बोकेर जानु भनेर नि म चाहिँ खाना चाहिँ यहीँ खायोहरू अलिकति भए पनि खाना चाहिँ खायोहरू जान्छु। अनि 1-2 बजीतिर चाहिँ वहीँनिर चाहिँ टिफिन खान्छु भयो। अगाडि अब म चाहिँ खानु भन्छु, आमाले फेरि फरक उपाय हुन्छ क्या, टिफिन खानु बिहान भात दुख्दैन भनेर कति भन्थ्यो। फेरि मान्नु नै हुन्न, तोरेर पनि खा तोरेर पनि खा भनेर नि आफै खुवाइदिनुहुन्छ क्या। खानु भन्छु खानु खा बरु खानुपर्छ क्या, नत्र लडिन्छ भन्नुहुन्छ। फेरि यत्रो खाँदा पनि खाँदै खाएन भन्नुहुन्छ, खुवाउनुहुन्छ क्या। छिटो खाइदिन्छु म बरु भनेर नि बच्चा जस्तै केटाकेटी जस्तो गर्नुलाई गरेर त म पनि बच्चै छु जस्तो लाग्छ क्या। त्यसरी आमाले माया गरेको हेरेर चाहिँ अनि पाउँदिनँ भन्छु। अनि माया गर्नुहुन्छ हेरेर आमाले हुन्छ फेरि अब चाहिँ म ड्युटीतर्फ लाग्छु। म चाहिँ रेडी भएँ। अनि बुझ्न ल बुझ्ने म गफाउँदै छुटेर अब चाहिँ म साइकलमा साह्रो ड्युटी जाँदैछु। आधी बाटोदेखि भयो, किनभने त्यहाँनिर कस्तो खल्डङ खुल्डुङ छ नि त। अनि साइकल राखेर बनाउनु पर्छ। अनि मक्क खाँदैछु क्या। अनि खाँदैछु नि म कस्तो घाम लाग्छ भने हिँड्छोर पुग्दैछ नि त। अनि देखाइदिएको बाटो पनि यस्तो छ भनेर अनि साइकलमा साह्रो जाँदैछु। घाम लागिरहेको थियो। अनि साइकलमा गएको सक्दा छिट्टै पुगिन्छ नि त। गीत गाउँदै आस्ते जाँदैछ नि त। अनि आधी बाटो पुगेर अनि ड्युटी पुगिसकेको थिएँ। ड्युटी पुगेर अब ड्रेस चेन्ज गरेर अनि रेडी भइसकेको थिएँ। अब रेडी भएँ काम गर्नुको लागि त अब ओटीभित्र आइसकेपछि त क्यापमा मार्क्स त अनिवार्य पऱ्यो। अनि क्याप लाग्दाखेरि चाहिँ कस्तो चिन्डी टाइपको देखिन्छ क्या। अनि म चाहिँ हेरेर अनि क्याप मिलाएर अनि एउटा गीतमा यसो नक्कल पारिदिइहालेको नि त। केटीहरूको त बानी छ नि त नक्कल पार्ने। अनि यो चाहिँ मोनिटरलाई चाहिँ म लिएर जाँदैछु। केस यहाँ छोडिएको रहेछ। अनि सबै मिलाउँदैछु। बिहान आएर चाहिँ सबै सिजरहरू काम गर्नुपर्छ क्या, किनभने हिजोको दिनमा सिजरहरू कता लाग्यो के लाग्यो भनेर सबै रेकर्ड राख्नु पऱ्यो नि त। कतिको सामानहरू बिरामीले मगाउनु पनि पऱ्यो। त्यही भएर यो सिजरहरू चाहिँ हामीले बिरामीलाई नभएको अवस्थामा अथवा बिरामीले नभएको अवस्थामा चाहिँ हामीले यसलाई उहाँहरूले दिएर युज गर्छौँ, हामीले त्यसमा राख्छौँ। त्यही भएर स्टकमा राख्छौँ क्या यिनीहरू चाहिँ, किनभने हामीलाई पनि चाहिन्छ नि त। तपाईँहरूले बिरामीहरूले ल्याउनु भएको हुँदैन। अनि बिरामीको
अपरेसन तुरुन्तै गर्नुपर्ने पनि हुन्छ नि त, त्यही भएर यो सामानहरू चाहिँ हामीले स्टकमा राखेको हुन्छौँ। अनि यो सामानहरू पछि फेरि युज भयो भने रिप्लेस गर्छौँ। त्यही भएर बिहान आएर सबै काउन्ट गर्छौँ। यो चाहिँ स्किन स्टाप्लर हो, यो चाहिँ बिरामीलाई स्किन स्टाप्लर काउन्ट गरेर राख्दैछु। अनि म जान्छु अर्को ओटीमा। अर्को ओटीमा गइसकेपछि चाहिँ म चाहिँ तपाईँहरूलाई देखाउँदैछु प्लास्टिक एप्रोन। प्लास्टिक एप्रोन बिरामीलाई प्लास्टिक एप्रोन चाहिँ केस गर्नुभन्दा अगाडि लगाइन्छ, गाउन लाउनुभन्दा अगाडि लगाएर। यो चाहिँ कुनै पनि ब्लडहरू लागिहाल्यो भने पनि नलागोस् भने लगाइन्छ। अनि म लेख्दैछु प्लान लिस्ट। आज कुन कुन के प्लान लिस्ट हुन्छ भनेर प्लान लिस्ट लेखिसकेपछि चाहिँ म दिदीसँग गफ गरेर हिजो कतिवटा केस भयो भनेर हेर्दै थिएँ फाइल। त्यहाँ चाहिँ कुन कुन केस भयो, कतिवटा भयो भनेर हामी यसरी लेखिन्छौँ। अनि यो हेरिसकेपछि चाहिँ म चाहिँ अरू भिडियो लामो बनाउनु मन थियो कि, तर मलाई नै आएन क्या। म चाहिँ यो टिकटकबाट बनाउँछु नि त, टिकटकको प्लस आइकनबाट 10 मिनटको बनाउन चाहन्थेँ। तर अब के भयो अनि त्यतिकै भयो। अनि बाई भनेर अब 10 बजिसकेपछि चाहिँ